चैत 15 गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई 12 दिनको म्याद दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्य विरुद्धको कसुरमा प्रसाईमाथि अनुसन्धान गर्न 12 दिनको म्याद दिएको हो। उच्च स्तरीय आर्थिक सुधार आयोगले वस्तु उत्पादन सहज बनाउन 15वटा कानुन खारेज गर्न सुझाएको छ। यस्तै नदीजन्य निर्माण सामग्रीको उत्खनन, उद्योग सञ्चालनका लागि वन वातावरणका समस्या सुल्झाउन नयाँ कानुन ल्याउन सुझाएको छ। यस्तै बजारको माग र आपूर्ति दुवैमा कमी आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको निष्कर्ष निकाल्दै आयोगले लागत घटाउँदै उत्पादन बढाउन र मूल्य श्रृङ्खला कायम गर्ने नीति लिन सुझाव दिएको छ। आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरूले अनिश्चितकालीन शैक्षिक सडक आन्दोलनलाई 10औं दिन पनि निरन्तरता दिएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिएका हुन्। उनीहरूले आज माइती घरदेखि बानेश्वरसम्म प्रदर्शन गरे। यसअघि आन्दोलनको 9औं दिन शिक्षा मन्त्री सहितको मन्त्रालयका उच्च अधिकारी र शिक्षक महासंघ बीच छलफल भएको थियो। तर शिक्षकका मागका विषयमा कुरा नमिलेपछि औपचारिक वार्ता समेत हुन सकेको छैन। आन्दोलनरत शिक्षकले यसअघि सरकारसँग भएको सहमति अनुसार अस्थायी करार, बाल विकास केन्द्र लगायत विभिन्न शिक्षकको स्थायित्व, तलब मान र ग्रेड वृद्धि, तलब समायोजन जस्ता विषयको निर्णय मन्त्री परिषदले गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। परेको पानीले सडक चिप्लो भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा 15 घण्टासम्म सवारी साधनको जाम लागेको छ, जसका कारण यात्रुहरूले हैरानी खेप्नु परेको छ। बिग्रिएका मालवाहक सवारी साधन र चिप्लो सडकका कारण अवरुद्ध बनेको यातायात शुक्रबार दिउँसो 3 बजेपछि मात्रै एकतर्फी सञ्चालनमा आएको छ। जङ्गल क्षेत्रमा गाडीमा रात गुजार्नु परेको दुखेसो यात्रुहरूले गरेका छन्। जाममा फँसेका यात्रु खाना र पानीको खोजीमा बजार खोज्दै भौतारिए। मोहीको व्यवसायिक कारोबार बढ्दो छ। देशभर 2 दर्जन जति डेरी उद्योगले मोहीलाई लेभलिङ र प्याकेजिङ गरी बजारमा ल्याइसकेका छन्। सबैभन्दा पहिला उपत्यका बाहिर लेभलिङ र प्याकेजिङ गरी बजारमा सञ्जीवनी ब्रान्डमा मोही उत्पादन कास्की लेखनाथमा रहेको बजगाई डेरी उद्योगले गरेको थियो भने उपत्यकामा पाटन औद्योगिक क्षेत्रमा रहेको नवप्रभात डेरी उद्योगले प्रभात मोही भनी बजारमा ल्याएको थियो। नेपाल डेरी एसोसिएसनका अनुसार अहिले बजारमा लेभलिङ र प्याकेजिङ भएर करिब 25,000 लिटर मोही दैनिक खपत हुन्छ। यसैगरी अनौपचारिक रूपमा देशभर झण्डै 1 लाख लिटर मोही खपत हुने गरेको छ।